नमस्ते सबैजनालाई शिक्षा सेतुमा र यो आजको लागि यो चाहिँ लास्ट क्वेसन छ। तबसम्म तपाईँ 5 नम्बरसम्म प्र्याक्टिस गर्नु हेर्न सक्नुहुन्छ। यो 5 नम्बरको क्वेसन छ। सो यो चाहिँ बुक चाहिँ केइसी पब्लिकेसनबाट हो र पेज नम्बर 87 को जर्नल इन्ट्रीको म बनाउन गइरहेको छु। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। माथिको जति पनि रेड डटले छ त्यो क्वेसन छ र तलको एन्सर छ। अझै रिमेनिङ एन्सर यहाँ छ। सो तपाईहरूलाई म हाम्रो गोल्डन रुल्स अफ अकाउन्ट्समा के कुराहरू छ त्यो रिलेट गरेर अनि यो क्वेसन बनाउनेवाला छु। यो क्वेसन अलि टफ छ है। सो तपाईहरू ध्यान दिएर सुन्नु होला। अब सबैभन्दा पहिला के छ यहाँ हेर्नु त, Jan 1 मा 2023 मा के गरेको छ त हाम्रो बिजनेस, हाम्रो पोइन्ट अफ भ्यूले जहिले पनि सोच्नुपर्छ। मैले पहिला पनि भनेको थिएँ। सो स्टार्टेड बिजनेस विथ क्यास 50,000। अब गोल्डन रुल्समा के हुन्छ भनेदेखि गोल्डन रुल्सको हिसाबले अब यसलाई हामी कसरी जर्नल रेकर्डमा राख्ने त जर्नलमा रेकर्ड राख्नको लागि पहिला डेट, पार्टिकुलर, एलएफ, डेबिट अनि क्रेडिट लेख्नुपर्ने हुन्छ। सो Jan 1 मा के छ, क्यास अकाउन्ट DR2 क्यापिटल अकाउन्ट। हामी क्यास 50,000 रुपैयाँले स्टार्ट गरेको छौँ। हाम्रो बिजनेस 50,000ले स्टार्ट गरेछौँ। सो हाम्रो के हुन्छ, क्यास अकाउन्ट DR2 क्यापिटल अकाउन्ट हुन्छ। किनकि क्यास हाम्रो हातमा आयो त क्यास भनेको रियल अकाउन्टसँग रिलेटेड हुन्छ। अनि टु क्यापिटल भन्नाले पर्सनल अकाउन्टसँग रिलेटेड हुन्छ। किनकि अब हामीसँग सबै पैसा हाम्रै हुँदैन। हामीले त्यो पैसा कहीँबाट लोन लिएको हुन्छौँ वा कतै केहीबाट लिएको हुन्छौँ। अनि हामीलाई त्यो पैसा पछि गएर हाम्रो बिजनेस राम्रो चल्यो भनेदेखि रिटर्न गर्नुपर्ने हुन्छ। सो त्यो कुनै पर्सनसँग रिलेटेड हुन्छ भनेदेखि पर्सनसँग रिलेटेड हुन बित्तिकै क्रेडिटमा के हुन्छ भनेदेखि टु क्यापिटल अकाउन्ट हुन्छ। अब अर्को के छ भनेदेखि 6 Jan 2003 मा के छ भनेदेखि अब यहाँ हेर्नुहोस् त, ट्रिकी छैन। यहाँ हेर्नुहोस् त कति ठुलो दिएछ, प्रोप्राइटर लाइफ इन्सुरेन्स प्रिमियम भनेर भनेको छ। अब नाम त जे पनि हुनसक्छ नि, लक्ष्मी लाइफ इन्सुरेन्स हुनसक्छ, नेपाल लाइफ इन्सुरेन्स हुनसक्छ, त्यसपछि XYZ लाइफ इन्सुरेन्स हुनसक्छ। अब हामी जे पनि नाम भए पनि हामीलाई पेड त्यहाँ छ, पेड गरेछौँ हामी। सो यहाँ नझुक्नु है। यहाँ चाहिँ यो आर्टिफिसियल कम्पनीको नाम छ, बट हामीलाई के बुझ्नुपर्छ, हामीलाई त पहिला नै पर्सन अकाउन्टमा एउटा पर्सनको रेकर्ड र अर्को आर्टिफिसियल पर्सनको पनि रेकर्ड राख्नुपर्ने हुन्छ। सो कुनै कम्पनीको नेम भनिरहेछ तर हामीलाई यहाँ झुक्नु पर्दैन किनकि हामी पेड गरेछौँ। सो त्यो हिसाबले हाम्रो इन्ट्री के हुन्छ, जुन पेड गरेको हुन्छ त्यसको नाम लेख्नुपर्ने हुन्छ। किनकि नोमिनल अकाउन्टसँग यो रिलेटेड छ। सो नोमिनल अकाउन्टमा हामी के रुल्स पढेको थिए, अल द एक्सपेन्सेस आर डेबिट अनि त्यसपछि अल द इन्कम्स एन्ड गेन आर प्रफिट के भन्छ क्रेडिट भनेर लेखेको थिए। सो यहाँ हामीले नोमिनल अकाउन्टको रुल्समा हेर्दाखेरि इन्सुरेन्सलाई हामी पेड गरेछौँ, त्यो हाम्रो कम्पनीको लागि खर्च नै हो। सो यसलाई डेबिटमा लेखेको छ। अनि यहाँ के लेख्नुपर्ने छ, ACDR पनि लेख्नुपर्ने छ। त्यसपछि टु क्यास अकाउन्ट। अब हामीले क्यास अकाउन्ट त हाम्रो रियल अकाउन्टसँग रिलेटेड हुन्छ। रियल अकाउन्टको रुल्स के छ, वाट्स कम्स इन्स डेबिट, वाट्स गोज आउट क्रेडिट। त यहाँ हाम्रो के गएको छ, क्यास गएको छ। सो त्यही भएर अब यतातिर हेर्न सक्नुहुन्छ। यतातिर हेर्नुहोस् त, यो तपाईँको चाहिँ यो जनवरी 11 मा के छ क्वेसनमा पढ्नु त। जनवरी 11 मा हाम्रो के छ भनेदेखि क्यास विथड्रो फर ब्याङ्क फर अफिस युज RS 10,000। अब क्यास विथड्रो गरेछ ब्याङ्कबाट के को लागि त, अफिस युजको लागि। त यसको के भन्छ, जर्नल इन्ट्रीको ट्रान्जेक्सन के हुन्छ, यसको जर्नल इन्ट्रीको ट्रान्जेक्सन हुन्छ क्यास अकाउन्ट DR2 ब्याङ्क अकाउन्ट। अब यो दुवै चाहिँ हेर्नुहोस्, यहाँ नझुक्नुहोस्। क्यास भन्ने नबित्तिकै रियल अकाउन्टसँग रिलेटेड हुन्छ। रियल अकाउन्टको रुल के हुन्छ, वाट्स कम्स इन, हामीसँग क्यास आयो सो यसलाई हामीले डेबिटमा लेख्ने। अनि हाम्रो ब्याङ्क टु ब्याङ्क अकाउन्ट भन्नाले गिभर को छ त। अब यहाँ पर्सनल अकाउन्टसँग हाम्रो ब्याङ्क भनेको एउटा आर्टिफिसियल पर्सन हो, त्यो भनेको हामीलाई दियो पैसा। सो त्यहाँ गएर हाम्रो गिभर भनेको ब्याङ्क हुन्छ। त्यसपछि अर्को क्वेसन के छ, 18 मा जनवरी 18 मा के छ, क्यास विथड्रो फ्रम ब्याङ्क फर पर्सनल युज। अब सेम यहाँ चाहिँ अफिस पहिला चाहिँ हामीले विथड्रो गरेको थिए
ब्याङ्कबाट अफिस युजको लागि। तर हामीले अब पर्सनल युज गर्दाखेरि यसको जर्नल इन्ट्री के हुन्छ, ड्रइङ एकाउन्ट DR टु क्यास एकाउन्ट। ड्रइङ भनेको हामी पर्सनल युजको लागि लिइरहेछौँ भने त्यो हाम्रो खर्च हुन्छ, खर्च हुन बित्तिकै नोमिनल एकाउन्टमा लेखिन्छ। र त्यसपछि क्यास भनेको रियल एकाउन्टसँग रिलेटेड हुन्छ। सो व्हाट्स गोज आउट त क्यास गयो नि त, सो त्यही भएर यहाँ चाहिँ टु क्यास एकाउन्ट हुन्छ। अब लास्ट क्वेसन हेर्नुहोस् त के भनिरहेछ, जनवरी 23मा जनवरी 2003मा के गरेको छ, गुड्स विथड्रो फर पर्सनल युज। अब पहिला योभन्दा पहिला के गरेको थियो, हाम्रो चाहिँ क्वेसनमा क्यास झिकेको थियो अर्गनाइजेसनबाट, सरी क्यास विथड्रो गरेको थियो फ्रम ब्याङ्क फर पर्सनल युजको लागि, जुन क्यास हाम्रो अर्गनाइजेसनले जम्मा गरेको थियो ब्याङ्कमा त्यो। अब के गरिरहेछ, गुड्स नै के भन्छ लियो। अब मानु कि कसैको कपीको फ्याक्ट्री छ, कोही मान्छेले कपीको फ्याक्ट्रीमा रेकर्ड राखिरहेछ, अब ऊ आफ्नो बच्चाहरूको लागि त्यहाँबाट कपी लिन्छ भने कपीलाई नै हामी गुड्स भन्न सकिन्छौँ के। कुनै सामानहरू आफ्नै कम्पनीबाट पर्सनल युजको लागि लियो भनेदेखि त्यसलाई के भन्न सकिन्छ, हामी गुड्स भनेर लेख्न सकिन्छ। अब यहाँ हामीले के गर्ने त, हाम्रो यो कसरी के भन्छ यसको इन्ट्री राख्ने त, हेर्नुहोस् डेटमा डेट लेख्नुपर्छ जहिले पनि स्टार्टिङबाट नै। डेट Jan 1, 2023मा के गरेछ, यसको पनि अकाउन्ट ड्रइङ एकाउन्ट DR हुन्छ किनकि नोमिनल एकाउन्टसँग रिलेटेड छ। अब हाम्रो के भन्छ सामानहरू खर्च भइरहेछ, सो नोमिनल अकाउन्टसँग रिलेटेड हुन्छ। र टु गुड्स भनेर रियल एकाउन्टमा स्टकहरू जम्मा भएको हुन्छ नि त, हाम्रो करेन्ट एसेट्स भनेको स्टकहरूमा हुन्छ। त गोज आउट भनेको हाम्रो करेन्ट एसेट्सबाट के गइरहेछ, रियल अकाउन्टबाट हाम्रो के गइरहेछ, गुड्स गइरहेछ। त त्यही भएर यहाँ के लेख्ने, के भन्छ टु गुड्स अकाउन्ट भनेर लेख्ने र बिइङमा गुड्स विथड्रो फर पर्सनल युज भनेर लेख्नुपर्छ यसरी क्लियरली। भिडियो सुनिदिनु भयो, लाइक गरिदिनु भयो, थ्याङ्क यू। र तपाईँ आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु ताकि के भन्छ तपाईँको साथीहरू पनि मेरो भिडियोबाट केही सिक्न पाओस्, उसको पनि कन्सेप्ट क्लियर होस्। थ्याङ्क यू।